यो खुसी हर्षमा आदरणीय आजका विशेष हाम्रा आकर्षक आदरणीय दाई सुरबहादुर गुरुङज्यू र उहाँका धर्मपत्नी आदरणीय भाउजू बालकुमारी गुरुङ, उपस्थित हाम्रा ज्येष्ठ जनहरू, परिवारका सम्पूर्ण सदस्य, वार्चोक मुरजु र प्रोगे लामा परिवारका सम्पूर्ण दाजुभाइ तथा हाम्रा भाउजूहरू, बुहारीहरू, यसै गरी हाम्रा आशुहरूको तर्फबाट उपस्थित हुनुभएका हाम्रो सम्पूर्ण हाम्रो भेनाहरू, हाम्रा सोल्टीहरू, हाम्रा चेलीहरू, भाउजूहरू र यसै गरी टाढा टाढाबाट पाल्नुभएका र आजको यस कार्यक्रमलाई र यस समारोहलाई अझै उत्कृष्ट बनाउनको लागि र यस कार्यक्रमलाई रोचक बनाउनको लागि उपस्थित हुनुभएका हाम्रा पाहुनाहरू, अतिथिगणहरूलाई हाम्रो तर्फबाट तपाईँको उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। आज हाम्रो आदरणीय दाई सुरबहादुर गुरुङज्यू र उहाँका धर्मपत्नी बालकुमारी गुरुङज्यूको यस स्वर्णिम वैवाहिक जीवनको शुभ अवसरमा आयोजित यस प्रीतिभोज कार्यक्रममा र यो एउटा ठुलै नै यो विवाहको चर्चामा केही विषय राख्नुपर्दा आजभन्दा लगभग 50 वर्ष अगाडि, 50 वर्ष 8 दिन अगाडि मात्रै हाम्रो दाइ र भाउजूको यति ठुलो भव्य रूपमा होइन, त्यो बेलाको समय, त्यो बेलाको परिस्थिति र त्यो बेलाको चालचलनले गर्दा, हाम्रो संस्कृतिले गर्दाखेरि उनीहरूको विवाह एउटा प्रेम त के थियो, तर मैले कहाँ कहाँ सुने बमोजिम उहाँहरूको भागी विवाह भएको थियो। लगभग 2032 साल मौसिङको 24 गतेलाई हामी स्मरण गर्दै आज हामी लगभग 50 वर्ष 8-10 दिन पश्चात हामी त्यही कार्यक्रमलाई भव्य र सभ्यको साथमा हामी सम्पूर्णको उपस्थितिमा हामी आयोजना र सँगसँगै सम्पन्न गर्न गइरहेका छौँ। स्वर्णिम वैवाहिक जीवनको शुभ अवसरमा हामी उपस्थित सम्पूर्णको तर्फबाट हाम्रो आदरणीय दाई, भाउजू र उहाँका सम्पूर्ण परिवारलाई हामी सुस्वास्थ्य, दीर्घायु, उत्तर प्रगतिको कामना सहित उहाँको विषयमा म पारिवारिक विवरणमा केही भन्न चाहन्छु। साबिकको सेमराङ गाउँ विकास समिति र हाल मादी गाउँपालिका वडा नम्बर 11 वार्चोक निवासी स्वर्गीय बुवा तुला गुरुङ र स्वर्गीय आमा जिपमाया गुरुङको ज्येष्ठ सुपुत्रको रूपमा उहाँको जन्म भयो र यसै गरी हाम्रो भाउजूको तर्फतिर हाम्रा स्वर्गीय मामा हर्कजङ गुरुङ र हाम्रा स्वर्गीय फुपू चौहरा गुरुङज्यूको काइली छोरीको रूपमा हाम्रो भाउजूको जन्म भएको थियो। उहाँहरूबाट 2 सुपुत्र छोराहरू र 2 बुहारी, 1 नाति र 2 नातिनीहरू भएको छ। एकदमै खुसी र खुशहाल परिवार हामीले पाएका छौँ र भगवानको आशीर्वाद र कृपा सम्पूर्ण परिवारमा हमेशा बनिरहोस् भन्दै म अब कार्यक्रमको अर्को चरणमा सबैभन्दा पहिला एउटा बडमाला भनौँ या एउटा दुबको माला हामीले वरवधु एक आपसमा हामीले एकले अर्कालाई, अर्काले दाइले भाउजूले र भाउजूलाई र भाउजूले दाइलाई गरेर आज दुबारा हामी धेरै वर्षसम्म यसरी नै एक आपसको बन्धनमा रहोस् भन्ने हामी सबैको प्राण समक्ष सँगै उहाँहरूलाई दुबको माला र औँठी साटासाटको कार्यक्रमलाई अगाडि बढाउँदै रिङ सेरेमनीलाई हामी अगाडि बढाउँदैछौँ। शुभ अवसर, यो स्वर्णिम अवसर हामी सबैको जीवनमा आओस् भन्ने हामीले प्रार्थना गरौँ र हामी सबैलाई भगवानले यो मौका पनि प्रदान गरौँ भन्न चाहन्छु।
सम्हाली थिनो जुनी भरिलाई क्यों मोइरा ngamu moira क्यों मोइरा ngamu nyo moira go nyo lamayamu nyo moira go nyo lamayamu marai chachino ngolsho
रानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई गलबन्दी चिनो लो राजालाई गलबन्दी चिनो लो राजालाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई न्यै चलो चिनो मल्स्यो रानीलाई न्यै चलो चिनो मल्स्यो रानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई बाबले तपाईँलाई रेखा जुत्ता हाम्रो दिदीबहिनीहरू कृपया अलिक छिटो गरिदिनु हुन अनुरोध गर्न चाहन्छु तपाईँहरू पनि स्टेजकै धेरै तर्फबाट प्रवेश गरिदिनु हुन यसपछि भने हाम्रा भाउजू तर्फबाट उहाँका फुपू दिदी दिदीबहिनीहरू भगिनीहरू पनि तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्न चाहन्छु लास्टमा त्यो एकछिन यतै बस्नु पछाडि बस्नु उभिँदै जाउँ त्यसपछि हामी बचौँ अलिकति बाटो छोड्नु पछि यता हेर्न कतिले त्यो फुलेर दिनु न सबैलाई क्रमबद्ध रूपमा गर्दै जाँदा सबैलाई पारो दिने प्रयास गरेका छौँ र गर्ने पनि छौँ। नलंगुल्स्यो मिथेवा क्यों मिंगाल जिंदगीला सोपे आधारा नलंगुल्स्यो मिथेवा क्यों मिंगाल जिंदगीला सोपे आधारा खैला तोला तैमो तिया मुसा दिना
बारा क्यों समात्र खैमो छु जिन्दगी क्यों मिलसु माया लदुङालाई परिवारका कोअर्डिनेटर सुबेदार रामप्रसाद गुरुङज्यूलाई पनि स्वागत मन्तव्य र धन्यवाद मन्तव्यको लागि तयारी अवस्थामा रहिदिनु म अनुरोध गर्न चाहन्छु। यो छैन यो टेबल साइडमा भयो खाना दे खान्छ त्यसलाई हाम्रो फोटो एउटा ग्रुप एउटा के राख्नु भन्नुस् है के यो हटाइदिनु ढिलो छोडिदिनु त
समारोहको उपलक्ष्यमा हामीहरू सम्पूर्णको तर्फबाट हामीहरूले दिएको शुभकामना आशीर्वाद आकाशमा पनि नजाओस्, बादलमा पनि नगएर उहाँहरूकै माथि लागेर दोब्बर हार्दिक मङ्गलमय सुखमय सुस्वास्थ्य र सुसमृद्धिको उत्तर प्रगतिको कामना गर्दै दोब्बर फुलोस् र फलोस् माला जप्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ र भरे भोलि हामीहरूको घर आँगनमा आउँदै गरेको यो चाड ह्याप्पी क्रिसमस तथा तमुहरूको महान चाड नयाँ वर्ष तमु लोसारको उपलक्ष्यमा पनि हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै फेरि अङ्ग्रेजी वर्ष 2026 को उपलक्ष्यमा पनि त्यस्तै प्रकारले यहाँको घरमा निरोगी सुस्वास्थ्य दीर्घायु रहेर उत्तर प्रगतिको कामना गरोस् भन्ने उहाँहरूको तर्फबाट यो सन्देश मैले पढाएँ र भन्दै मेरो शब्द पनि यही राखेँ। धन्यवाद, नमस्कार, जय वाजुदेमे, जय नागा। अब भने हामी केही नृत्यहरू लिएर तपाईँ समक्ष उपस्थित हुन गइरहेका छौँ, कृपया स्वीकार्नुहोला। जसमा भाग लिने कलाकारहरू हुनुहुन्छ स्नेहा गुरुङ, सोनिया गुरुङ र आकृति गुरुङ। स्वागत गायौला
Rothi
झल्को आउँछ आँखामा दिनभरि बनबेसीमा साँझ रोटी घरैमा रमाइ रमाइ रात काट्यो मायालुको साथमा मायालुको साथमा दिनभरि बनबेसीमा साँझ रोटी घरैमा रमाइ रमाइ रात काट्यो मायालुको साथमा मायालुको साथमा दिनभरि मेला कथा साझा रोटी घरमा पछ्यौरीमा चुरा फुटाइ जगन हेर्थे हातमा जगन हेर्थे हातमा दिनभरि मेला कथा साझा रोटी घरमा पछ्यौरीमा चुरा फुटाइ जगन हेर्थे हातमा जगन हेर्थे हातमा बाटो माथि बाटो मुनि कति राम्रो पानी कहाँ गए कहाँ होला मेलको साथी मेलको साथी बाटो माथि बाटो मुनि कति राम्रो पानी कहाँ गए कहाँ होला मेलको साथी मेलको साथी बाटो माथि बाटो मुनि कति राम्रो पार्टी सँगै बस्ने कसम खाने जुनेलीको राती जुनेलीको राती बाटो माथि बाटो मुनि कति राम्रो पार्टी सँगै बस्ने कसम खाने जुनेलीको राती जुनेलीको राती माया माया साइली माइली काची गर्दै काखमा काची गर्दै काखमा त्यो बेलाका यादहरू झल्को आउँछ आँखामा झल्को आउँछ आँखामा आँगनमा रोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला तिम्रो त्यो मनमा मेरो पिराती फुल्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी फुल्दिन फुल्ने हो तिम्रो त्यो मनमा मेरो पिराती फुल्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी फुल्दिन फुल्ने हो तुलसी आँगनमा रोपौँला तुलसी आँगनमा रोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला तिम्रो त्यो मनमा मेरो पिराती फुल्दिन फुल्ने हो
पछि लागे देवी देवतासँग सधैँ तिमीलाई मागे ओ देवी देवतासँग सधैँ तिमीलाई मागे तुलसी आँगनमा रोपौँला
दाईको तर्फबाट दाई भाउजूको तर्फबाट रु 10,000, जेठा छोरा बुहारीको तर्फबाट रु 5,000 र कान्छा छोरा बुहारीको तर्फबाट रु 20,000 गरेर एकमुष्ट रूपमा रु 35,000 प्रदान गर्न गइरहेका छौँ र हाम्रा दिदीबहिनीहरू ग्रहण गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र अब भने हाम्रो भाउजूका दिदीबहिनीहरू फुपू चेलीहरू सम्पूर्णलाई स्टेज नजिक आइदिनु हुन अनुरोध गर्न चाहन्छु, जसमा दाई भाउजूको तर्फबाट यो खुसियालमा रु 10,000, जेठा छोरा बुहारीको तर्फबाट रु 5,000 र यसै गरी हाम्रो कान्छा छोरा बुहारीको तर्फबाट रु 20,000 गरेर तपाईँहरूलाई पनि हामी 35,000 हाम्रो सम्पूर्ण परिवारको तर्फबाट प्रदान गर्न गइरहेको छ, स्वीकारिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र अब भने पालो हाम्रो आफ्नै रहेको छ, हाम्रो लामा भाइ खलकका सबैभन्दा वरिष्ठ दाई आदरणीय दाई रामबहादुर गुरुङज्यूलाई म हाम्रो सम्पूर्ण भाइ खलकका सम्पूर्ण भाइहरू दाजुभाइहरू स्टेज नजिकै आइदिनु हुन म अनुरोध गर्न चाहन्छु।
हाम्रो सम्पूर्ण दाजुभाइ र हाम्रो आमा समूहलाई हामी एकमुष्ट रूपमा सम्मान गर्न गइरहेका छौँ। तसर्थ सम्पूर्ण हाम्रा दाजुभाइहरू, हाम्रा भाउजू र बुहारीहरू कृपया स्टेजमा आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। र यसमा रकम हाम्रो दाइ भाउजू र उहाँका समस्त परिवारको तर्फबाट रु 20,000 हामी भाइहरूलाई र 5,000 आमा पार्टीलाई गर्दा रु एकमुष्ट रूपमा रु 25,000 प्रदान गर्न गइरहेका छौँ। आमाहरू पनि बाबाहरू पनि ल धेरै धेरै धन्यवाद छ हाम्रो दाइ भाउजूलाई। ल अब भने हाम्रो पनि राम्रो फोटो है, राम्रो फोटो आउनु पर्यो। ल अबको पालो भने हाम्रो घताने आशयहरूलाई पनि केही रहेको हुँदा कृपया उहाँका प्रमुख र सम्पूर्ण टोलीलाई, आशु टोलीहरूलाई स्टेजमा आइदिनु र म अनुरोध गर्न चाहन्छु। दाइ भाउजूको तर्फबाट, परिवारको तर्फबाट हाम्रो आशुहरूलाई रु 10,000 प्रदान गर्न गइरहेको छ। कृपया स्वीकारी दिनु र म अनुरोध गर्न चाहन्छु। र अबको पालो हाम्रो नादा तमु समाज यो विशाल हलमा आजको यो सुन्दर कार्यक्रम र यो भव्य कार्यक्रम सम्पादन हुँदै गर्दा हामी नादा तमु समाजलाई पनि केही रकम सहयोग गर्ने रहेको छ। नादा तमु समाजका कोष अध्यक्षज्यू हुनुहुन्छ भने उहाँलाई म स्टेजमा आमन्त्रित गर्न चाहेँ। अनेरी सुब्रमण्य हरिप्रसाद गुरुङज्यू, म नादा तमु समाजलाई पनि हाम्रो दाइ भाउजूको तर्फ र समस्त परिवारको तर्फबाट एकमुष्ट रूपमा रु 10,000 रहेको छ। कृपया रकम हस्तान्तरण र ग्रहण गरिदिनु र म अनुरोध गर्न चाहन्छु। र यसपछि हाम्रो नहर आमा समूह पनि रहेको छ। नहर आमा समूहका प्रमुख र आमा समूह टोलीलाई पनि म स्टेजतिर आमन्त्रित गर्न चाहेँ। नहर आमा समूहलाई हाम्रो दाइ भाउजूको तर्फबाट, परिवारको तर्फबाट रु 5,000 रहेको छ। यसपछि भने हाम्रो दिदीका साथीहरूलाई पनि, हाम्रो चेलीहरूलाई पुनः सम्मान गर्ने रहेको छ। उहाँहरूलाई पनि दाइ भाउजू र परिवारको तर्फबाट रु 5,000 रुपियाँ हामी प्रदान गर्न गइरहेका छौँ। र आज यो कार्यक्रमलाई अझै भव्य, सभ्य, राम्रो, उत्कृष्ट र एउटा सङ्गीतमय बनाउन हामीलाई सहयोग गर्नुहुने हाम्रा 3 जना नातिनीहरूलाई पनि म स्टेजतिर कदम बढाउँदै गरिदिनु हुन म अनुरोध गर्न चाहेँ। स्नेहा गुरुङ हाम्रो समाजको सँगसँगै हाम्रो गाउँमा हामीलाई केही पर्दा उहाँले हमेसा सहयोग गर्नुभएको छ। यसै हाम्रो नातिनी आकृति गुरुङ र हाम्रो सोनिया गुरुङलाई म स्टेजमा प्रवेश गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। हाम्रो आजको दुला राजा हेर्नु त कति राम्रो, कति सुहाउनु भएको छ हेर्नु त होइन। हाम्रो दुला राजाको तर्फबाट, हाम्रो दाइको तर्फबाट केही शब्द राखिदिनु म अनुरोध गर्दै म पनि तपाईँहरू माझबाट ओझेल पर्न चाहन्छु। यस कार्यक्रमलाई सम्पादन गर्दै गर्दा कहीँ त्रुटि र कसैलाई ठेस पुगेमा म तपाईँहरू समक्ष 2 हात जोडेर क्षमा माग्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नादा, जय वाजुथेमे। सम्पूर्णलाई नमस्कार है। अरू त के भन्ने मैले है। अब हाम्रो के अरे भाइखालोको चाहिँ 2टा आमा, वृद्ध आमा, उहाँलाई मेरो तर्फबाट, हाम्रो फ्यामिलीको तर्फबाट चाहिँ सेवा हो। अब त्यस्तै गरेर चाहिँ हाम्रो भाइखालोको अहिले चाहिँ सबैभन्दा ठुलो भनौँ न एउटा कुराले के अरे दिदी भाउजू सुनकुमारी गुरुङ र माइल दाई जीवन गुरुङ भाउजू, उहाँ चाहिँ उनीहरू चाहिँ हुनुहुन्छ। उहाँलाई चाहिँ परिवारबाट चाहिँ सेवा र जति युगीमा चाहिँ हाम्रो भाइ, छोरा, बुहारी
नाति जतिन्छ त्यो पनि हाम्रो तर्फबाट चाहिँ उनीहरूलाई पनि आशीर्वाद। त्यस्तै गरेर अरू त के भने अब मेरो कान्छा छोरा पनि हालै चाहिँ अब सिङ्गापुरबाट छुट्टिएर आएको है, यही कार्यक्रममा उहाँहरूले सामेल भएको गर्दाखेरि हाम्रो मेरो चाहिँ छोरा बुहारी, दुईवटा छोरा दुईवटा बुहारी उहाँको तर्फबाट चाहिँ जति नै अब हाम्रो यो कार्यक्रममा चाहिँ सहयोग गर्नुभयो हाम्रो छोरा बुहारीलाई चाहिँ धेरै धेरै धन्यवाद है। अरू अब यो कार्यक्रममा जति नै चाहिँ हाम्रो भाइ खालक भनौँ न है, हाम्रो भाइ खालकले जति नै यो कार्यक्रमलाई पनि सफल बनाउनु भयो त्यसमा हाम्रो भाइ खालकलाई जति नै गरेको कष्टहरू उनीहरूलाई चाहिँ धेरै धेरै चाहिँ हाम्रो परिवारबाट चाहिँ धन्यवाद टक्राउँछु। र अरू जति नै अब हाम्रो इष्टमित्र भनौँ न अब जति आजको कार्यक्रमतिर उपस्थित हुनुभयो उहाँहरूलाई चाहिँ अहिले पनि धेरै धेरै धन्यवाद। खानपिन त अब मिठो निमिठो त्यस्तै हो है, पहिला मिठो लाग्यो होला पहिला मिठो लाग्यो होला है, र त्यसमा चाहिँ अब हामीलाई माफ गर्नुहोस् है भन्दै अरू धेरै कुरा नगरिकन आजलाई चाहिँ यति बिदा गरौँ। नमस्कार। अनि बाबा पनि ठुलो राज्यको सैन्यहरूले लगाउँदैछ ल अनि फेरि सैन्यहरू नभर्ने यहाँ चाहिँ अब ठुलोको भाइहरू छ यहाँ रोमेर प्रेसिडेन्ट बनाउनुपर्छ। अलि छेउमा बस्नु, अलि छेउमा बस्नु। तपाईँ दुःख नहुने यो चाहिँ हाम्रो रक्षा मात्रै हो। तेरा हल ना आउनु Mata ay halsa pensa